Like I wanted to share one of my like incident in Australia हैन जस्तै म उबर इट्स पनि गरेर हुन्छु कहिलेकाहीँ हैन अनि ठ्याक्कै म डेलिभरीको लागि निस्केको थिएँ द्याट वाज माई फर्स्ट डेलिभरी त्यो डेको हैन गएँ अनि त्यसपछि एल्कोहल डेलिभरी थियो हैन एल्कोहल र एउटा अर्को फुड आइटम्स थियो पिज्जा समथिङ लाइक द्याट अनि दुबई लिएर चाहिँ म जाँदै थिएँ कता बस्नु अलिक त्यहाँ चाहिँ काम बेसी भयो यतै बस्दैन यहाँ लाइट ठिक छ दुबई लिएर डेलिभर गर्न गएको अनि डेलिभरी प्लेसमा चाहिँ ठ्याक्कै त्यो मान्छे थियो ट्रेडी रहेछ ट्रेडी भनेको लेबर त्यस्तै पहिल्यै भनिसकेँ मैले होइन अनि त्यहाँ ठ्याक्कै उसको कम्पाउन्डमा दुईवटा ठुलो ट्रक्सहरू पनि रहेछ विथ अल द इक्विपमेन्ट्स एन्ड एभ्रिथिङ अनि चाहिँ यसो भित्र गएको यत्रो लाइक मभन्दा यति ठुलो होला क्या यति ठुलो लाइक 6'2", 6'3" होला कि ऊ होइन अनि अलिकति ज्याक पनि थियो तर फेस हेर्दाखेरि चाहिँ यङै टाइपको अनि पुरा सर्टलेस यसरी बसिरहेको थियो अनि डेलिभर गरेँ राम्ररी बोलिरहेको थियो बट अल्कोहल डेलिभरी थियो अल्कोहल डेलिभरीमा चाहिँ के हुन्छ भने उनीहरूको आइडी हेरेर एपबाट फोटो क्लिक गरेर आइडी कन्फर्म गरेर अनि मात्रै अल्कोहल डेलिभर गर्न मिल्छ क्या पहिला चाहिँ उसको खाना दिएको थिएँ अनि त्यसै अल्कोहल डेलिभरीको लागि कन्फर्म गरेर अल्कोहल डेलिभर गरेको थिएँ तर कहिलेकाहीँ एपमा के हुन्छ नि एकछिनपछि चाहिँ कहिलेकाहीँ लाइक ऊ पनि सोध्न सक्छ क्या डेट अफ बर्थ र एक्सपायरी डेट कुड यु कन्फर्म अगेन टाइप गरेर भन्छ क्या अनि मलाई उसको त्यो अब डेट अफ बर्थ र त्यो त याद हुँदैन नि त ठ्याक्कै फोटो खिचेर एपमा सबै कन्फर्म गरेर पठाइसक्यो अनि फेरि ब्याक जानु पऱ्यो अनि ब्याक गएर मैले चाहिँ फेरि उसलाई नक गरेँ अनि ब्रदर यो could you give me your date of birth and expiry date? The app is asking me again. Apologies for that भने क्या होइन अनि उसले चाहिँ फास्ट ऱ्यान्डमली झुझ गरेर भन्थ्यो कि जाली खाएको थियो क्या जाली ढोका थियो मेन डोर वुडन डोर चाहिँ बन्द गरेको थिएन जाली ढोका चाहिँ मात्रै बन्द गरेको थियो सो उसले भित्रबाट झुझ भन्थ्यो मैले ठ्याक्कै डेट अफ बर्थ त भेटिहालेँ उसले भन्दाखेरि अनि एक्सपायरी डेट अब मैले सुनेन क्या राम्ररी अनि फेरि सोधेको त लाइक रिसाएर पो ल्यायो क्या लाइक अब खोइ किन रिसाएको त्यस्तो रिसाउनु पर्ने कुरा त थिएन अनि त्यसपछि नाउ इट्स टु मच भन्छ है अनि तैपनि मैले होइन ला यहाँ बिकज म सर्भिस ओरिएन्टेड काम गरेर हो नि त अनि सर्भिस ओरिएन्टेड काममा यु अलवेज ह्याभ टु बी काम अनि त्यस्तो ठुलो कुरा पनि होइन म त्यो एउटा एक्सपायरी डेट लिएर कन्फर्म गरेर निस्किहाल्ने त अनि त्यहाँबाट केही गर्नुपर्ने होइन उसँग गफ गर्नुपर्ने होइन उसलाई साथी बनाउनु पर्ने होइन अनि ठिकै थियो अनि नाउ इट्स टु मच भन्छ मैले अपोलोजाइज गरेँ अनि त्यसपछि लास्ट एक्चुली देऊ न मलाई होइन एक्सपायरी डेट देऊ अनि म निस्किहालेँ यहाँबाट केही छैन एपले सोधे हो मैले होइन त्यही कहिलेकाहीँ एपले यस्तो गर्छ भनेर एक्सप्लेन गरेँ मैले जस्ट फकिङ लाइक गेट आउट फ्रम हियर भने क्या लाइक जस्ट गो है भन्यो मलाई अनि त्यसै होइन लाइक एक्सपायरी डेट देऊ न यो बिना चाहिँ मैले मेरो अर्डर कम्प्लिट गर्न मिल्दैन अनि आई कान्ट डु एनी डेलिभरिज फर मुभिङ फरवर्ड भने क्या अनि उसले चाहिँ मलाई धम्काउनु पो थाल्यो कि अनि त्यसै त्यो ठ्याक्कै जाली खाएको अगाडि नै आयो कि अनि त्यसै यहाँबाट म बाहिर निस्किनु अगाडि चाहिँ यहाँबाट निस्किहाल भन्छ मलाई त है अनि के भनेको होइन लाइक कम अन जस्ट एउटा एक्सपायरी डेट दिनलाई किन यस्तो रिसाइरहेको जब कि त्यस्तो कुरा केही थिएन क्या अनि मैले चाहिँ काम भएरै कुरा गरिरहेको थिएँ मैले पनि फेरि रुड भएर सर्ट चाहिँ त्यसरी एन्सर गरिरहेको थिएन क्या मैले भनिरहेको थिएँ एक्सप्लेन गरिरहेको थिएँ उसलाई यो किन भयो कसरी भयो होइन अनि इट ह्यापन्स समटाइम्स सो ठुलो कुरा होइन भन्ने हिसाबले अनि त्यसपछि अब म बाहिर निस्क्यो भने चाहिँ तिमीलाई गाह्रो पर्छ है भन्छ कमन होइन यत्तिकै केही भएको छैन ब्रदर यु डोन्ट ह्याभ टु एक्ट लाइक द्याट इट्स नथिङ जस्ट गिभ मी दिस एन्ड आल गो अवे भने होइन भरे त लाइक लिटरली ढोकाबाट बाहिर आउँछ कि यस्तरी आएर मेरो अगाडि यस्तरी उभिन्छ कि लाइक केही त्यस्तो गर्नुपर्ने कुरै थिएन नि त अनि ल ओके वाइ नट होइन अब टु बी अनेस्ट लाइक फिटिकै डर चाहिँ लागेको थिएन कि बिकज आई वाज कन्फिडेन्ट अबाउट माइ सेल्फ होइन अनि यत्तिकै हातहरू लाउनु पाउँदैन अस्ट्रेलियामा अनि या हि वाज बिगर देन मी तर आई लाइक म कम्ब्याट स्पोर्ट्स त्यस्तरी
प्रोफेसनली अर होइन इङ्गेजिङ टाइपले त प्र्याक्टिस गर्दिनँ लाइक प्रोफेसनली लाइक खेल्ने नै भनेर चाहिँ प्र्याक्टिस गर्दिनँ बट बक्सिङ मैले बेसिक ट्रेनिङ गरेर आएको चाहिँ लाइक अबाउट 7 years त्यस्तो भइसक्यो कि सो आई नो लाइक त्यस्तो प्रो पाराले गर्न नआए पनि आई नो हाउ टु पन्च पिपल वेयर टु पन्च पिपल होइन अनि लाइक क्या मजाले नै राम्रो पन्च दिन चाहिँ सक्छु होइन सो त्यसले गर्दाखेरि पनि मलाई डर चाहिँ थिएन कि अनि इट्स नट लाइक आई वाज गोइङ इनिसिएट होइन इट जस्ट इफ सम वान इनिसिएटेड इट लाइक आई क्यान रिप्लाई ब्याक टु देम क्या होइन त्यस्तो भयो भने पनि यु फिल कन्फिडेन्ट नि त्यस्तो सिचुएसनमा लाइक इट वाज अलिकति खाली खाली नै थियो बाटोमा होइन अनि उसको कम्पाउन्ड अलिकति भित्र थियो अनि कोही पनि थिएन क्या वरिपरि कोही पनि थिएन अनि एक्कासी आफूभन्दा यत्रो ठुलो मान्छे यस्तो ज्याक मान्छेले बाहिर आएर यस्तो फेसमा आएर अब चाहिँ पिटाइ खान्छस् भन्ने हिसाबले कुरा गर्दाखेरि त अभियसली डर लाग्छ नि मान्छेहरूलाई होइन लाइक मोस्ट अफ द पिपल डर लागिहाल्छ नि अनि त्यसमाथि अरूको देशमा है इन अस्ट्रेलिया होइन अनि आफ्नो देश पनि होइन होइन अनि त्यसपछि तर फिटिकै पनि डर लाग्थेन कि बिकज इफ हि इनिसिएटेड होइन या म अलिकति यस्तो यस्तो गर्छु भनेर मलाई पनि थाहा छ होइन विन अर लुज त्यो मैले नै त्यसलाई पुरै ओभर पावर गरेर होइन त्यसलाई चाहिँ भुइँमा थाचक्कै पारिदिन्छु भने होइन बट आई वाज बिकज आई न्यू some things होइन that I practiced for years even worst case scenario पनि I knew what to do भनेर क्या होइन म अलवेज भन्छु है सधैँ भन्छु कि बेस्ट थिङ टु डु इन अ फाइट इज नट टु बी इन अ फाइट होइन तर त्यही भनिकन म कति झगडाहरूमा पराए पनि छु कि होइन पहिला धेरै अगाडि लाइक 3-4 years अगाडि नै होइन अहिले त एकदम चिल रमाइलो छ यहाँ अस्ट्रेलियामा यु डोन्ट ह्याभ टु बी लाइक सो कम्ब्याटिभ होइन लाइक त्यस्तो अफेन्सिभ पनि हुनु पर्दैन कोही अब जस्तै यही भनौँ न लाइक अलमोस्ट 3 yearsको हुन लाग्यो म यहाँ बसेको दिस वाज द फर्स्ट टाइम कि कसैले मलाई हात लागेको क्या दिस वाज द फर्स्ट टाइम कतिजना मान्छेलाई भेटेर हुन्छु होइन काममा यस्तो गर्दा डेलिभरिजहरू गर्ने बेलामा एन्ड यो साइड चाहिँ अझै एकदम राम्रो छ कि यो म्यानली ब्रुकवेल डिवाई साइड इज लाइक रियली गुड पिपल नाइस पिपल है अनि त्यही गोइङ ब्याक टु द स्टोरी होइन ऊ चाहिँ मेरो यस्तो अगाडि आएको थियो क्या अनि ओके ल ठिकै छ होइन ब्रदर मैले भने सिधा है ब्रदर लाइक काम चाउन माइ वाइ आर डुइङ दिस जस्ट गिभ मी द नम्बर आइल गो अवे होइन आइल नट बी हियर भन्दा चाहिँ अनि चाहिँ अझै न्यु खोजे हो तैँले जस्तो कुराहरू छ क्या चाहिँ प्लिज जस्ट गिभ मी द नम्बर आइल गो अवे भनेर चाहिँ ठ्याक्कै उसको त्यो ढोका बाहिरको फ्लोरिङ चाहिँ सानो थियो क्या बाहिरको डेक चाहिँ सानो थियो अनि ठ्याक्कै मेरो पछाडि नै 2-3 steps मेरो पछाडि ठ्याक्कै त्यो डेकको पछाडि चाहिँ अनि स्टेप्स थियो कि 2-3टा होइन अनि मैले त मेरो बडी फर्मै राखिरहेको थिएँ अनि उसले चाहिँ मलाई झ्याप्प ढकाल्थ्यो क्या मजाले तर बिकज मैले मेरो बडी फर्म मजाले राखेकोले चाहिँ उसले मलाई अलि मजाले नै एक हातले ढकाल्दाखेरि पनि म त्यस्तरी गुल्टेन क्या लाइक कज पछाडि नै स्टेप्स थियो नि त म जस्ट बिस्तारै स्टेप ब्याक भयो है अनि चाहिँ वाट आर डुइङ भनेको मैले अनि त्यसपछि त्यो चाहिँ अब पुरा अब त्यसले पनि बुझ्यो होला लाइक यो त यसै डराउने खालको होइन रहेछ मेबी इमिग्रेन्ट भनेर पनि हेर्न खोजेको कि होइन डजन्ट म्याटर होइन मलाई त केही मतलब लाग्दैन मजाले नै ढकाल्यो जस्ट आई वान्ट 2-3 steps ब्याक अनि वाट आर डुइङ मेट भने होइन अनि त्यसलाई पनि लाग्यो होला यसलाई चाहिँ होइन पिट्यो भने त्यो यस्तो साह्रो कमजोर पनि छैन जस्तो यो अनि हि स्टिल लुक्स कन्फिडेन्ट होइन म कन्फिडेन्टै देखिरहेको थिएँ के तालको होस् न भनेर पाराले त्यसपछि चाहिँ भने कि मैले होइन अनि त्यसपछि कराएको लाग्यो यहाँबाट निक्लिहाल नत्र यस्तो हुन्छ यस्तो भन्यो अनि त्यसै यो चाहिँ अब सट्केलै रहेछ भनेर अनि जस्ट त्यहाँबाट ल ठिकै छ भनेर ल ओके केही छैन भनेर बाहिर निस्केँ
बाहिर निस्केर अनि मैले चाहिँ अब कस्तो लाइक फर्स्ट डेलिभरी नै कस्तो झ्याउका झन् आज सबै टन्नै डेलिभरिज गर्छु भनेर बसिरहेको थिएँ भनेर सोचिरहेको थिएँ अनि ल केही छैन मलाई त्यस्तो केही फिल पनि भएन इट डजन्ट म्याटर कज यतिकै कसैले ढकाल्दैमा केही मेरो दिन बिग्रिने पनि होइन अनि आई वाजन्ट इभन त्यस्तो एङ्ग्री पनि थिएन क्या लाइक जे हो पनि मलाई जस्तो थियो यो जे भए पनि त्यो चाहिँ मभन्दा एजमा पनि सानै जस्तो थियो साइज र उसमा ठुलो भए पनि होइन अनि सो त्यस्तो साह्रो मैले गरेन कि लाइक त्यो कुरालाई सोच्दा नि सोचेन कि बट स्टिल लाइक एउटा डेलिभर गर्न आएको मान्छेलाई यसै होइन केही नभएको न्युमा त्यसरी रियाक्ट गर्नु होइन या अफेन्सिभ भएर एग्रेसिभ भएर हातै लाउनु त नट गुड नि सो मलाई केही फिल नभयो भने आई वान्टेड कि यसो यसले केही न केही चाहिँ रिटर्न पाओस् न भन्ने हिसाबले कि नट बाई मी होइन बाई ल एन्ड अर्डर अनि मैले चाहिँ फर्स्टमा उबरलाई नै खबर गरेँ यस्तो यस्तो भयो आई वान्ट टु डेलिभर अनि दिस पर्सन when the app later on asked for the expiry date and date of birth he just got really aggressive त्यसो भनेर राम्ररी रिपोर्ट गरेँ अनि उबरमा के हुन्छ भने कहिलेकाहीँ चाहिँ एकदम टाइम लाग्छ क्या त्यो कस्टमर सर्भिस त्यस्तोहरूलाई रिप्लाई आउन पनि अनि रिप्लाई आइरहेको थिएन अनि मैले चाहिँ यसलाई एक्चुली पुलिस रिपोर्ट पनि हानिदिइराखौँ न भनेर अनि सो पुलिसलाई पनि कल गरेँ मैले अन्त सिधै भने लाइक यस्तो यस्तो भएको थियो सबै कुरा डिटेलमा भने मैले होइन यस्तो यस्तो भएको थियो अनि यस्तो थियो अनि यो मान्छे चाहिँ यतिकै यस्तो रियाक्ट गर्यो भनेर अनि त्यो पुलिसले पनि ए ल ठिकै छ आर यु इन अ सेफ प्लेस भन्यो क्या अनि आइ एम इन अ सेफ प्लेस डोन्ट वरी आर यु हर्ट अर एनिथिङ नो आइ एम फाइन लाइक मलाई सबै ठिक छ आइ एम मेन्टली पनि ठिक छ मलाई त्यस्तो केही भएको छैन मलाई डर पनि लागेको छैन आइ एम हियर होइन जस्ट वान्टेड टु रिपोर्ट इट सो and I didn't want to make a big issue as well just कि यसले चाहिँ एक्चुली कुरा चाहिँ भेटोस् भनेर होइन मेबी सम फ्रम द ल एन्ड अर्डर पुलिसबाट होइन अलिकति हुन्छ नि वार्निङ टाइपको बिकज इट माइट नट बी द सेम फर अदर्स एज वेल क्या लाइक मलाई पो डरै लाग्यो होइन केही छैन होइन एक दुई पन्चै खाए पनि मलाई त्यस्तो साह्रो लाग्दैन अनि इफ आई वान्ट टु आई क्यान return it as well होइन सो सेल्फ डिफेन्समा सो त्यसैले म माइन्डमा काम थिएँ कि सो इट डिडन्ट म्याटर फर मी अनि आई कुड एक्ट स्ट्रङ एन्ड लुक कन्फिडेन्ट एज वेल त्यस्तो भयो भने पनि अपोजिटको मान्छेलाई हुन्छ नि ऊ ठुलै ओभर पावरिङै भए पनि दुई तिनचोटि सोध्छन् क्या लाइक ओ यो त के हो कस्तो ब्याक अफै गर्दैन त अनि हेर्दा पनि कन्फिडेन्टै देखिरहेछ अनि अलिकति गाह्रो हुन्छ कि मेबी होइन उसले नै पुरै ओभर पावर गरेर जित्नै सक्यो भने मेबी योसँग न्यु खोज्ने अलिकति मिल्दैन कि त्यस्तो सजिलोले हुन्छ नि सजिलोले यसलाई पेल्न मिल्दैन कि भन्ने हुन्छ क्या सो अनि ए हुन्छ त्यहीँ बसिराख्नु केही छैन म तुरुन्तै कोही अफिसरलाई डिस्प्याच गर्छु भन्यो क्या अनि ल ठिक छ भनेर अनि त्यसपछि आई वेटेड एकैछिनमा कल आयो अनि अफिसरको कल आयो अनि उसले भन्यो के भन्यो मलाई लाइक के भएको थियो एक्चुली फेरि भन्न मिल्छ भन्यो मैले सबै एक्सप्लेन गरेँ फेरि होइन अनि त्यसै ए ल ठिक छ हामीले यो रिपोर्ट राखिसक्यौँ होइन अनि डु यु वान्ट टु गो टु द कोर्ट भन्यो क्या सो आई जस्ट वान्टेड यु गाइज टु कम इन हिज हाउस कम हियर एन्ड जस्ट गिभ हिम अ वार्निङ अर समथिङ लाइक द्याट भन्यो कि मैले अनि त्यसै उसले चाहिँ के भन्यो भने होइन हामीले त्यस्तो काम चाहिँ गर्दैन किनकि हाम्रो अरू पनि कस्तो इम्पोर्टेन्ट इस्युजहरू हुन्छ जुनमा हामी डिस्प्याचहरू भइरहेको हुन्छ होइन अनि सो वार्निङ त्यस्तो दिनलाई मात्रै भनेर चाहिँ हामी आउनु मिल्दैन जस्तो भनेर कुरा गर्यो क्या अनि यसो सोचेँ मलाई पनि अनि हुन त हो ठिकै छ नि लाइक होइन मलाई केही फिल भएको छैन मलाई केही भएको छैन मलाई त्यस्तो त्यो प्रति रिस पनि उठेको छैन त्यस्तो त्यसलाई केही होस् भन्ने पनि केही पनि लागेको छैन क्या अनि मैले ल ठिकै छ नि तर अनि तै पनि लाइक एकछिन चाहिँ यसलाई यसले हुन्छ नि अलिकति चसक्क चाहिँ लागोस् न यसलाई भनेर सो हि वुडन्ट डु इट लेटर अगेन के कसैलाई होइन अनि मैले भने ओके ल सो
कोर्ट केस गऱ्यो भने चाहिँ के हुन्छ यसलाई के हुन्छ भने कोर्ट केस गऱ्यो भने त्यही यु हेभ टु कम टु द कोर्ट फर 2 days होइन अनि उसलाई जजले बोलाउँछ यस्तो यस्तो भन्यो अनि मैले सोधेँ कि लाइक विल आई बी कम्पन्सेटेड फर दोज 2 days भनेर पनि होइन किन काम छोडेर जानुपर्ने हुन्छ नि त सबै अनि त्यसरी होइन त्यस्तो केही हुँदैन अनि त्यसरी उसलाई चाहिँ के हुन्छ भने त्यही जजले उसलाई यसो वार्निङहरू दिन्छ अनि त्यसरी त्यतिमै कुरा सिद्धिन्छ भन्यो कि हुन नि त्यस्तो ठुलो कुरा पनि थिएन सो अनि त्यसपछि पर्दैन किनकि आई डोन्ट वान्ट टु वेस्ट माई टाइम लाइक द्याट अनि मलाई त्यस्तो साह्रो केही भएको पनि छैन होइन इमोसनली मेन्टली फिजिकली आई एम गुड सो यो कुरा ड्रप गर्दै हुन्छ भनेको मैले अनि त्यसपछि ए ल ठिक छ अन्त उसले भन्यो अनि त्यसपछि ल यो केस फाइल चाहिँ हामीले गरेछौँ जस्ट इन केस भोलि पर्सि कुनै दिन चाहिँ यु फेल्ट लाइक होइन पर्स्युइङ दिस फेरि कोर्टमा जाउँ जस्तो लाग्यो यो कुरामा भने चाहिँ यु क्यान कम भन्यो क्या ए ल ठिकै छ ओके अल फाइन अल गुड भने अनि राखेँ होइन ठ्याक्कै उबरले पनि मलाई रिप्लाई गर्यो अनि दे वर रियली गुड होइन दे वर रियली सरी द्याट दिस ह्यापन द्याट अनि कस्टमरको सबै डिटेल लियो आई थिङ्क दे ब्यान्ड हिम एज वेल अनि या त्यस्तो गर्छ कि अस्ट्रेलियामा पहिला पनि अर्कै डेलिभरी काम गर्दाखेरि एउटा त्यस्तै लाइक एल्कोहल डेलिभरीमै थियो हो त्यो पनि एकदम अग्रेसिभ भएको थियो क्या तर उसले हातपात त गरेको थिएन बुढा थियो एग्रेसिभ भएको थियो अनि मैले कराउँदा मात्र त केही लाग्दैन कि त्यति साह्रो होइन टु बी अनेस्ट होइन बच्चावाला चाहिँ धेरै गाली खाइरहेको त्यसमाथि कोही चिन्नु न जान्नु एकछिनमा म अर्को ठाउँमा पुगिहाल्छु यसलाई कहिले भेट्ने पनि होइन भने त मलाई झनै रिसै उठ्दैन क्या अनि त्यो बुढाले तर कराउँछ यति पनि कराएको थियो अनि मैले त्यहाँ मेरो म्यानेजरलाई भनेको थिएँ डेलिभर गर्दा यस्तो कराएको थिएँ यस्तो एकदम भनेर भनेको थिएँ अनि ल ठिकै छ भनेर पछि त उसले हायर अप्सलाई भनेर त्यसको ब्यान्डै गरिदिएछ क्या त्यो एपबाट होइन उसलाई अनि त्यस्तै उबरले पनि त्यस्तै केही भन्दै थियो विल मेक स्योर दिस डजन्ट ह्यापन अगेन भनेर अनि उबरले मलाई कम्पन्सेट पनि गर्दै थियो अलिकति पैसा होइन सो इट्स गुड यस्तो केही भयो भने होइन स्ट्रेट अप जे नै भए पनि होइन कसैलाई इन्फर्म गरेर सम्बन्धित होइन सम्बन्धित अब इम्प्लोयरलाई जसलाई अनि त्यसपछि पुलिसलाई होइन इन्फर्म चाहिँ गर्दा राम्रो के किनकि मेबी त्यति बेलामा केही हुँदैन कि पछि केही गर्न मन लाग्ने हुन्छ कि होइन एन्ड इट्स नट लाइक यु वुड गो एन्ड फाइट होइन कस्तो हुन्छ नि पछि कस्तो नराम्रो लाएर कि पछि केस हाल्छु भयो अहिले केही गर्दिनँ भन्दा नि अनि मान्छेले पनि भन्छ त्यति बेलामा चाहिँ किन कसैलाई केही नभने जब तातो तातो छ नि त्यति बेलामै सम्बन्धित मान्छेहरूलाई भनिराखेर राम्रो के आई सिन एन्ड हर्ड पिपलहरू यता अस्ट्रेलियामा होइन किनकि लाइक इट्स नट हामी त इमिग्रेन्ट हो नि त यहाँ अनि त्यसपछि दे फिल लो होइन अनि दे डोन्ट नो वाट टु डु वेयर टु गो हुम टु सेयर द स्टोरी होइन साथीभाइहरूलाई मात्र भनेर त के नै हुन्छ र होइन साथीभाइहरूलाई भन्यो कुरा सिद्धियो त्यही हो होइन बट केही एक्ट गर्न मन छ त्यो कुरामा भने चाहिँ इट्स बेटर टु गो टु द पुलिस होइन त्यही सम्बन्धित इम्प्लोयरहरूलाई म्यानेजर्सहरूलाई भन्नु इज इम्पोर्टेन्ट के त्यो कसैलाई हुन्छ नि म यसलाई चाहिँ रिटर्न दिनु पर्यो मेरो इगो हर्ट भयो होइन यसलाई यस्तो भनेर चाहिँ होइन क्या अब आफूलाई त्यस्तो फिल भएछ हर्ट फिल भएछ एकदम होइन इमोसनली हर्ट फिल भयो कस्तो थ्रेटन्ड फिल भयो अनि त्यसपछि यसलाई चाहिँ अब केही हुनैपर्छ भन्यो भने चाहिँ यु सुड एक्ट अन इट एज वेल लिगल्ली त्यसरी नै होइन कोर्टमै गएर हुन्छ कि त्यसरी होइन मलाई केही फिल भएको थिएन आई वाज फाइन विथ इट सो मैले त्यस्तो साह्रो केही गरेन बट द थिङ इज यो कुराबाट चाहिँ मैले खासमा के भन्न खोजेँ भने आफूलाई फिट राख्नु इज इम्पोर्टेन्ट क्या होइन आफूलाई टु लुक गुड इज इम्पोर्टेन्ट के त्यो भन्छ नि लाइक बाहिरबाट भन्दा नि भित्रबाट राम्रो हुनुपर्छ यस्तो उस्तो होइन टु बी अनेस्ट आई डोन्ट बिलिभ इन इट के ट्रुली आई डोन्ट बिलिभ इट होइन यो कलियुगमा त झन् आई डोन्ट बिलिभ इट पटक्कै इफ युर नो वान होइन युर नो वान नोज यु होइन कसैले पनि तिमीलाई चिन्दैन भने इट्स इम्पोर्टेन्ट टु लुक गुड क्या बिकज हामीले एक अर्कालाई फर्स्टमा हेरेर जज कसरी गर्छ होइन
मलाई के थाहा अब त्यो भित्र मान्छे चाहिँ यस्तो खतरा हो मलाई के थाहा हुन्छ र जबसम्म चिनेको हुँदैन वेल रिनाउन्ड भएको हुँदैन होइन सो यु हेभ टु लुक गुड मान्छेले पनि उताबाट हेरेर हामीलाई मान्छेले पनि कसरी जज गर्छ होइन हामीलाई हेरेर अनि त्यसपछि फिजिकल अपियरेन्स आउटसाइड के छ त्यसरी नै फर्स्ट इम्प्रेसन बस्ने हो नि त सपोज लाइक सेल्स जबमा जाँदैछु रे काहीँ जहाँ चाहिँ मान्छेलाई गएर अप्रोच गरेर आई हेभ टु सेल समथिङ टु देम विच दे डिड नट थिङ्क अबाउट बाइङ होइन त्यो दिन त्यो किन्छु भनेर सोचेको पनि थिएन अरे त्यो मान्छेले आई मेक स्योर द्याट आई लुक गुड नेपालमा मैले डोर टु डोर सेल्स पनि गरेँ कि त्यहाँबाट नै हो मैले एकदम धेरै कुरा सिकेको भने क्या लाइफमा बिकज मोस्टली म त आफ्नै फ्यामिली मेम्बर्सहरूसँगै बसिरहेको हुन्थेँ इन अ भेरी प्रोटेक्टेड स्पेस होइन लाइक धेरै मान्छेसँग कुरा गर्नु पनि नपर्ने बिकज ड्याड मम दे युज टु नो अ लट अफ पिपल सो हुन्छ नि नेपालमा त अलिकति कनेक्सन भयो भने जे पनि एकदम सजिलो हुन्छ नि होइन सो मैले कहिले त्यसरी हुन्छ नि मान्छेहरूलाई त्यस्तो फकाएर नेटवर्किङ गर्नुपर्ने भने मेरो लाइफमा कहिले त्यस्तो थिँदै थिएन कि एभ्रिथिङ वाज अलरेडी डन बाई माई प्यारेन्ट्स होइन प्यारेन्ट्स मात्र नभएर मेरो ब्रदर्सहरू आयुष दाई एन्ड्रु दाई होइन उहाँहरूले मलाई एकदमै प्रोटेक्टेड गरेरै राख्नु भएको थियो क्या होइन सो आई नेभर ह्याड टु लर्न दोज स्किल्स तर बिस्तारै कलेज सकेर जब कामहरू गर्नु पऱ्यो त्यति बेलामा आफ्नो पर्सनल इन्डिभिजुअल पनि केही बनाउनु पऱ्यो नि त तब थुप्रो काम गरेँ वान अफ द मोस्ट फ्रुटफुल होइन गाह्रो राम्रो काम भनेको चाहिँ मेरो डोर टु डोर सेल्स थियो कि अनि त्यसमा होइन त्यहाँ फेरि मेरो सिनियर जसको अन्डरमा काम गर्थ्यो जसले चाहिँ मलाई ट्रेनिङ दिनुहुन्थ्यो सबै होइन अर्निको दाई रियली थ्याङ्कफुल टु हिम एज वेल होइन उहाँले चाहिँ यस्तो दामी ट्रेनिङ दिनुहुन्थ्यो कि अनि हि वाज रियली गुड वाट हि डिड होइन अनि ट्रेनिङमा त्यहाँ चाहिँ मैले सिकेँ कि अब सोच्नु न यु हेभ टु गो टु ऱ्यान्डम हाउसेस नक अन द डोर होइन ढोकामा ढकढकायो अनि त्यसपछि केही प्रडक्ट सेल गर्नुपर्ने होइन उनीहरूलाई के फिल भइरहेछ कस्तो फिल भइरहेको हुन्छ होइन उनीहरूको घरभित्र जानुपर्ने होइन सो त्यति बेलामा पनि मलाई थाहा भयो कि वेन आई लुक्ड लाइक माई बेस्ट मोस्ट अफ द टाइम फ्रम द आउटसाइड होइन बोल्ने भित्रबाट के गर्ने त छँदैछ नि तर वेन आई लुक्ड बेस्ट आई कुड इजिली स्टेप इनसाइड द हाउस के होइन कोही मान्छेले होइन इफ दे डोन्ट इभन रेस्पेक्ट यु अर दे डोन्ट इभन फिल द्याट गुड टु लेट यु इनसाइड देयर हाउस सेल्स गर्ने त कुरा टाढै छ क्या होइन लाइक त्यति पनि दिन सक्दैन कसैले भने त दे विल बाई नथिङ फ्रम यु क्या सो फर्स्ट स्टेपै के थियो भने चाहिँ त्यो लाइक घरमा एक स्टेपभित्र जाने कि त्यसले पनि के लाइक फिल गराउँथ्यो भने लाइक ओके दिस पर्सन इज लिसनिङ अनि दिस पर्सन इज अ बेट इन्फ्लुएन्स्ड अलिकति भए पनि ल अब सेल्सको लागि भनेर क्या अनि त्यसमा पनि मेरो सेल्स मेरो ग्रुपमा हाइएस्ट नै थियो क्या आई युज टु मेक स्योर द्याट आई लुक द बेस्ट होइन मजाले पुरा घाममा हिँडिराख्नु पर्ने हुन्थ्यो डोर टु डोर घरमा गएर होइन तैपनि सर्ट प्यान्ट सबै राम्ररी लाएर गर्थेँ क्या अनि इभन हियर अस्ट्रेलियामा पनि एउटा एक्जाम्पल होइन जस्ट रिसेन्टली होइन अनि फ्रम कलेज म मेरो साथीहरू 2-3जना अनि अरूहरू पनि थियो कि उनीहरू चाहिँ हामीसँगै गयो होइन उनीहरू नेप्लिज होइन अर्कै ब्याकग्राउन्डको हो होइन आई वुड नट लाइक टु से कहाँबाट हो भनेर फेरि किनकि मान्छेले जेनरलाइज गर्छ क्या किनकि सबै ठाउँको मान्छे राम्रो नराम्रो हुन्छन् नि होइन अनि त्यसैले उनीहरू चाहिँ अर्कै कन्ट्रीको थियो अनि हामी गयौँ ठ्याक्कै त्यहाँ गएको थियो सबवेमै गएको थियो जस्तो लाग्यो सबै होइन हङ्ग्री ज्याक्स कि के जे होस् कुनै एउटा फास्ट फुडमा गएको थियो कि आई थिङ्क इट वाज हङ्ग्री ज्याक्स या अनि त्यसो गएँ उनीहरू 3जना चाहिँ त्यही काउन्टर अगाडि नै उभियै थियो कि अनि म पनि तर अलिकति साइडमा तर काउन्टरको अगाडि नै उभिरहेको थिएँ कि वेटिङ होइन
अनि उनीहरूलाई कस्तो म र उनीहरू एउटै लेभलमा थियो कि होइन। अनि हामी त्यही काउन्टरमै थियो। उनीहरूलाई चाहिँ त्यो स्टाफले कस्तो अलिकति रुडली नै अलिकति पछाडि जाउँ न, यहीँ किन बसिरह हुन्छ नि, मेरै मुख अगाडि किन बसिरह भने जस्तो गरेर अलिक उता जाउँ न भन्थ्यो क्या। अनि उनीहरू पनि होइन अब कलेजमा चाहिँ ग्रुपमा कति के गराइरहेको हुन्थ्यो होइन। अब त्यहाँ रियल वर्ल्डमा चाहिँ उनीहरूले अलिकति रिप्लाई पनि गर्न सकेन कि, दे वर सो टिमिड होइन। उनीहरू त्यो कस्तो टिमिड फिल भएर अनि ब्याक अफ गरेर क्या, अलिकति नराम्रो त लाग्यो होइन। बट स्टिल मैले भनेको यो संसार त्यो सबै रेम्बोज छैन क्या होइन। त्यो मान्छेले सबैलाई एकदम राम्रो ट्रिट गर्ने त्यस्तो छैन क्या होइन। इट्स नट लाइक द्याट। सो यु हेभ टु होइन बी स्ट्रङ, लुक गुड, कन्फिडेन्ट अगेन होइन। अनि प्लस त्यही सेम टाइममा वेन आई कलेक्टेड, उनीहरूले आफ्नो फुडहरू कलेक्ट गर्यो अनि त्यहाँ मेरो फुड पनि ठ्याक्कै राखिदियो होइन, मेरो ठ्याक्कै आयो। अनि मैले पनि कलेक्ट गर्ने बेलामा चाहिँ एक्स्ट्रा लाइक फ्यान्टा कोक समथिङको एक्स्ट्रा एउटा कप पनि थियो क्या, लाइक लार्ज कप होइन। अनि त्यसपछि मैले चाहिँ सरी दिस इज नट माइन भने होइन। अनि चाहिँ ओरेली भन्यो कि उसले मलाई। अनि मैले भने कि यति मात्रै चाहिँ मेरो हो, यो चाहिँ मेरो होइन, कसै अरूको होला भने। ए ल खोइ मैले मिस्टेकली भरे होला, लग्दा हुन्छ लैजाऊ भन्यो क्या मलाई। लिएँ गएँ साथीहरूलाई बरु सेयर गर्दै होइन। जस्ट बिकज उनीहरू र म एउटै लेभलमा थियो क्या होइन। बट म कलेज जाँदाखेरि पनि हामी मेकानिक कामहरू गर्नुपर्छ क्या। वी हेभ टु वर्क इन कार्स, वी गेट डर्टी होइन, हाम्रो लुगाहरू फोहोर हुन्छ होइन, अभियसली होइन। बट स्टिल आई मेक स्योर कि होइन अलिकति डिसेन्टै देखिरहेको होस् होइन, सबै मिलेको होस्, सफा देखोस् एटलिस्ट आफू होइन। त्यसो भनेरै हिँड्छु क्या। अनि उनीहरू पनि रङ त होइन, त्यो सबै फोहोर भइहाल्छ यस्तो हुन्छ भनेर कतिजना त फेरि कहिलेकाहीँ सावर पनि नलिकनै आउँछ क्या। अनि कतिको चाहिँ फेरि बाध्यता पनि हुन्छ है, मैले नराम्रो भन्न खोजेँ होइन, बाध्यता पनि हुन्छ, काम गरे हुन्छ, बेलुकासम्म काम गरे हुन्छ, बिहान कलेज आउनुपर्छ, सक्दैनन् होइन। बट स्टिल कति टाइम चाहिँ एकदम डर्टी नै भएर आउँछन् कि, स्टिङ्की नै भएर, लाइक कज बिहान उठेर मुख एकचोटि राम्ररी धोएर कपाल अलिकति भिजाएर मिलाएर होइन, केही गर्न सकेन भने पनि त्यति गरेर फेसमा अलिकति क्रिम लगाएर ल जिउ धुनै सकेन अरे, ल टाइमै भएन अरे होइन, ल टाइमै भएन भने नि ल एटलिस्ट फ्रेस पेयर अफ क्लोथ, राम्रै होइन क्या, कालै एउटा सस्तो केमार्ट भने चाहिँ यहाँको सस्तो क्लोदिङ पाउने ठाउँ छ, धेरै कुरा सस्तो पाउँछ, राम्रो पनि छन् है, फेरि त्यसो भन्दा नराम्रो छैनन् होइन। मैले नै लगाइरहेको हुन्छु, जस्तै आई थिङ्क यो होइन, यो लाइक यही ज्याकेट होइन केमार्टबाटै हो। आई हेभ अनदर वान हाफ, यस्तै हाफ होइन, त्यो मैले वर्ष दिन भइसक्यो लगाइरहेको, नथिङ यस्तो राम्रो छ क्या। जस्ट अदर डे मैले अलि राम्रो ब्रान्डको किनेर ल्याएको ज्याकेट चाहिँ एकचोटि लाउँदै यहाँ कस्तो फिनिसिङहरू नराम्रो भएको देखेर मैले रिटर्न गर्दै थिएँ कि। अनि त्यही केमार्टको ज्याकेट चाहिँ उनीहरूलाई मैले देखाएको थिएँ कि यो केमार्टबाट $25 लागेन होला मलाई, यो हेर न यहाँ केही भएको छैन, तिम्रो ज्याकेट यस्तो भयो भनेर भनेको थियो कि, हाँसे पनि थियो कस्तो अनि ठिकै छ ल भनेर एक्सचेन्ज पनि गर्थ्यो होइन। त्यही सो त्यति एउटा ज्याकेट सर्ट एउटा फ्रेस पेयर लाएर अनि त्यसै अलिकति ल अझै गनाएर छ नि अलिकति पर्फ्युम छर्क्यो हिँड्यो होइन। आई वुडन्ट रेकमेन्ड टु डु द्याट होइन। राम्ररी सफा हुनु, हाइजिन इज रियली इम्पोर्टेन्ट होइन। बट अस्ट्रेलियामा कतिजनाको के बाध्यता हुन्छ क्या, दे कान्ट डु इट टु बी अनेस्ट होइन। आई हेभ बिन ब्लेस्ड, म साँच्ची भन्छु होइन, आई हेभ बिन ब्लेस्ड मेरो प्यारेन्ट्स फ्यामिलीबाट पनि, अनि प्लस मेरो यहाँ दाई जो हुनुहुन्छ एन्ड्रु दाई, उहाँले मलाई धेरै हेल्प गरिदिनु भयो। आई हेभ बिन लिटरली ब्लेस्ड। अनि यो घर जुनमा बसिरहेको छु त्यो पनि एन्ड्रु दाईले गरेरै पाएको हो मैले। अनि प्लस यो घरको ओनर होइन, घरबेटी पनि सुपर नाइस लेडी, सुपर नाइस होइन, एकदम राम्रो छ क्या। लाइक जस्ट बिफोर मैले मेरो एकजना साथीलाई पनि भन्दै थिएँ होइन, कतिजनाले भन्छ क्या यसरी यत्तिकै रेन्ट बढाइदियो होइन, कस्तो कहिलेकाहीँ के चिज गर्यो त्यो रेन्ट लिने मान्छेले होइन, अनि अप्ठ्यारो पर्यो त्यस्तो के भनिरहेको हुन्छ क्या।
अनि मैले चाहिँ मेरो साथीलाई भनिरहेको थिएँ लकिली मेरो चाहिँ घरबेटी पनि एकदम राम्रो छ हैन सी जस्ट लिभ्स अपस्टेयर्स है अपस्टेयर्स रुममा अनि यता इट्स अ 4 बेडरुम हाउस हैन सो यतापट्टि चाहिँ मेरो रुम भयो त्यहाँ हैन अनि माथि सी लिभ्स अपस्टेयर्स हैन अनि यतापट्टि अर्को रुममा चाहिँ रवि दाइ र भाउजू पनि हुनुहुन्छ हैन सो इट्स नट लाइक एउटा सिङ्गो घरमा म एक्लै बसिरहेको हैन अनि त्यही मैले भन्दै थिएँ मेरो साथीलाई पनि लाइक मेरो टेनेन्ट मेरो आई मिन मेरो घरबेटी चाहिँ कस्तो लकिली राम्रो पनि छ अनि आई लाइक हर हाउ सी ट्रिट्स मी एभ्रिथिङ हैन समटाइम्स सी ट्रिट्स मी लाइक अ सन आफ्नै छोरा जस्तो जस्तो गरेर पनि ट्रिट गर्छ कहिले काहीँ कति टाइममा अनि जस्ट अस्ति न हैन त्यही त भने आफू राम्रो देख्यो लुक गुड गर्यो मान्छेले पनि रिटर्नमा गुड ट्रिट गर्यो भने आफूलाई पोजिटिभ बस्न पनि मन लाग्छ पनि सक्छ पनि के हैन संसारले थोप्पै छ जस्तै राम्रो मान्छे होस् न भित्रबाट हैन थोप्पै दिएको दैछ नराम्रो ट्रिटमेन्ट भने त्यो मान्छे पनि बिस्तारै नराम्रो भएर जान्छ के मैले अनि के भन्छु नि पोजिटिभ भाइब्स राम्रो कुरा जति सेयर गर्यो त्यति रिटर्न पनि आउँछ भनेर ठ्याक्कै उसलाई भन्दै थिएँ कि साथीलाई अनि त्यो नभइकनै हैन लाइक आई हेभ देयर लाइक हैन एकछिनमा लिएर आउँछु त्यो मैले सेयर गरेको साथीलाई यस्तो राम्रो छ मलाई कहिलेकाहीँ यसरी पनि ट्रिट गर्छ मेरो इम्प्लोइ भनेर मेरो घरबेटीले भनेर सेयर गर्दै थिएँ नभन्दै लाइक 4-5 डेज पछि के उसले मलाई इम्पोरियो अर्मानीको सुज गिफ्ट गरिदिरहेको क्या एन्ड आई वाज लाइक द्याट्स एन एक्सपेन्सिभ सुज के त्यो मेरैलाई भनेर चाहिँ किने होइन बट स्टिल उसले चाहिँ आफ्नो सम कजन कि कसको लागि किनेको रहेछ नेफ्यू अर समथिङ होइन उसको लागि किनेको रहेछ अनि इट डिडन्ट फिट उसलाई चाहिँ अनि त्यसपछि सी लेटर अन गेभ इट टु अर ड्याड अर समवन होइन गेभ इट भनेर ट्राई गर्न लगायो त्यो पनि ठिक भएन क्या अनि जस्ट यहीँ किचनमा बस्दाखेरि तिम्रो सु साइज कति हो भनेर सोधेँ मैले यति भनेर ए हो भनेर एक्चुअली गयो उसको त्यहाँ उसमै राखिरहेको थियो गाडीमै राखिरहेको थियो लिएर आयो ब्रान्ड न्यू नै बटा छ होइन अनि दियो यो ट्राई गरेर त एकचोटि लायो अनि चाहिँ ल तिमीले नै लिऊ भन्यो क्या मलाई त अनि आई वाज लाइक एकछिनको लागि बिकज आई नो इट इज एन एक्सपेन्सिभ सुज क्या लुक म लिएर आउँछु ल एकैछिन आई वान्ट टु सो इट एज वेल लाकै छैन यतिकै राखिरहेको छु मैले त्यहीँ बाहिरै राखिरहेको थिएँ लाइक सो होइन इम्पोरियो अर्मानीको सुज ब्रान्ड न्यू होइन सो सी जस्ट गेभ इट टु मी के अनि यस त्योबाट त अझै बिलिफ मेरो झन् भयो कि लाइक या पोजिटिभ भाइब सेयर गर्ने पोजिटिभ युल गेट इट इन रिटर्न के सो त्यो बस्नलाई पनि आफ्नो हाइजिन होइन आफ्नो आउटवर्ड ऐनामा हेर्दा पनि राम्रो देख्दाखेरि आफूलाई फेरि पोजिटिभ भाइब्स आउँछ त्यही अनुसारले बाहिरको मान्छेले ट्रिट गर्छन् होइन अनि यु फिल मोर बेटर नि अनि यु विल गिभ बेटर एज वेल के मान्छेहरूलाई पनि वेन यु फिल ह्याप्पी इनसाइड होइन यु विल मेक अदर्स ह्याप्पी एज वेल क्या होइन जब आफू चाहिँ भित्र पुरा स्याड छ दुःखी छ भने अर्कोलाई ह्याप्पी फिल गराउनु पनि गाह्रै लाग्छ क्या कस्तो टायर्ड फिल हुन्छ नि कोही मान्छेहरू हुन्छन् होइन जो चाहिँ अब जस्तै भयो भने सबलाई ह्याप्पी फिल गराउने बट पर्सनली म चाहिँ त्यस्तो सक्दैन आई कान्ट डु इट लाइक मलाई कस्तो स्याड फिल भयो भने चाहिँ साइडको पर्सनहरूलाई पनि कहिलेकाहीँ स्याड बनाइदिन्छ क्या मैले त्यसैले म स्याड फिल भएको होला भने चाहिँ आई जस्ट डोन्ट कम्युनिकेट म धेरै मान्छेलाई भेट्दा पनि भेट्दैन एकदम लिमिटेड मान्छे होइन एकदमै गाह्रो भयो भने आई सेयर इट विथ एन्ड्रु दाई अर माई प्यारेन्ट्स अर माई ब्रदर होइन अमन होइन त्यस्तो एकदम क्लोज होइन नत्र म सकेसम्म चाहिँ एक्लै चुप हलाएर बसेर आफ्नोमै काम गरेर बस्छु क्या अनि वान आई फिल ह्याप्पी जोयफुल अगेन अनि त्यसपछि बाहिर गएर सबैसँग कुरा गर्ने त्यसो गर्छु क्या फेरि जस्ट सो आई डोन्ट मेक अदर स्याड है अनि त्यसो भन्दा त्यसरी नै बसिरहने हुने नि होइन म एकदम मोस्टली जली नै बसिरहन्छु आई इभन टेल पिपल कि मोस्ट अफ द केही भएन सब ठिक छ पैसाको पनि खाँचो भएन यस्तो पनि भयो भने त म यत्तिकै कसैलाई नभेटिकन नि हप्ताको 7 दिन चुप लाएर आनन्दले खुसी भएर बस्दिने खालको छु क्या होइन सो भिडियो एकदम लामो भयो होइन
मैले चाहिँ त्यही भन्न खोजेको, इफ यु लुक गुड, कन्फिडेन्ट होइन, अनि यु कम्युनिकेट प्रपरली एज वेल होइन, अनि यु सेयर, त्यसले गर्दा एकदम पोजिटिभ फिल हुन्छ, पोजिटिभ, अनि यु सेयर यो पोजिटिभिटी विथ अदर्स एज वेल, एन्ड यु गेट इट एज वेल के, तिमीले त्यही पाउँछ भने के, आई रियली रियली स्ट्रङली फिल द्याट होइन. सो एज आई सेड बिफोर होइन, बी फिट, पुरा बलियो भएर संसारै जित्नुपर्छ भने होइन, बेस्ट भर्जन अफ यर सेल्फ, फिट होइन, लुक कन्फिडेन्ट, look good, be positive, share your positive vibe with others, and slowly बिस्तारै सबै राम्रो हुन्छ. ल अब चाहिँ जिम जान्छु, and stay strong and look good and be confident. Cheers.